मेरो रुम मेस्सी भएर रोनाल्डो बनाइदिउँ भनेर यसो मिलाइरहेको थियो कि एक्कासी बाहिरबाट आवाज आउँछ। के भएछ भनेर छेउछेउमा गएर सुन्न गएको त रोको र कराको आवाज आउँछ। आवाज फेरि घरपेटी आन्टीको छोराको जस्तो छ भनेर म त हत्त नपत्त बाहिर निस्केर यसो हेर्छु त केही पनि देखिन। तलै गएर हेर्नु पर्यो के भएछ अनौठो भनेर तल गएको त आमा र छोराको त पुरै सिन चल्दै हेरेछ। लौ न के भयो घरपेटी आन्टी भनेर भन्छु। के हुनु नि सबिन गर्मी भयो भन्छ, चिसो बबल टी खाना जानी भन्छ। अहिले फेरि पसल छोडेर जान नि मिल्दैन। अङ्कल ल्याउनु भएको छैन, अङ्कल आइस जाउला नि त बाबु भन्छु, मान्दैन। खालि चिसो बबल टी। मेरो पाली सानो घरपेटी तिमी पनि के भयो होला। त्यति जब कुरामा रिसाएर रुएर हुन्छ मम्मीसँग। म आउँदा चिन्ता नलिकन तिमी चिसो बबल टी भन्दा नि चिसो साथसाथै एकदमै हेल्दी समर ड्रिङ्क खुवाउँछ आज तिम्रो सबिन दाइले तिमीलाई भन्दै माथि लगे। मेरो रुममा लगेर चेयरमा बसाएर मोबाइल एकछिन खेल्न दिएर आफू किचनतिर लागेर लाग्ने बित्तिकै एप्रोन लगाएर रेडी हुन्छु म चिसो हर्लिक्स बनाउनलाई। सिम्पली मिक्सरमा चट्ट लाएर दुध हाल्ने, 3 चम्चा हर्लिक्स हाल्ने, चट्ट आइस क्युब हाल्ने, अनि घ्याइयो मिक्सर घुमाएर आफू पनि 2-3 फोनको घुम्दा त एकैछिनमा यो चितवनको गर्मीको लागि एकदमै मिठो हेल्दी र एकदमै चिसो हर्लिक्स रेडी। जुन चाहिँ रेडी हुने बित्तिकै हाम्रो सानो घरबेटीलाई लगेर दिए र सानो घरबेटीले गोट पिएर मजाले आनन्द लिए। अनि सबै हर्लिक्स सफाचट बनाएर यस्तो रियाक्सन दिए।